कसरी हुन्छ र किन एक्स्ट्रा चार्ज लाग्छ हैन किन हामीले चाहिँ एमआरपी भन्दा अलिकति चाहिँ ज्यादा चार्ज चाहिँ होटल रेस्टुरेन्ट्सहरूले लिनुहुन्छ त कतै मैले न्युजमा पनि सुनिरहेको थिएँ हैन कुनै नेपालको चाहिँ एउटा राम्रै होटलको चाहिँ आउटलेटमा आइसक्रिमलाई चाहिँ एमआरपीमा सेल नगर्दाखेरि चाहिँ 2 लाख रुपैयाँ जरिवाना तिराइयो भनेर पनि मैले न्युजमा हेरेँ मलाई पनि आइसक्रिम है तपाईले एउटा जनरल स्टोरमा आइसक्रिम माग्दाखेरि हार्डली तपाईको एउटा कोनमा हालेर दिन्छ भने त्यो पनि तपाईले चाहिँ कतै कर्नरमा बसेर खानुपर्ने होला आरामले बसेर खाने ठाउँ पनि हुँदैन तपाईले जनरल स्टोरमा गएर एउटा गरेको आइसक्रिमको अर्डर र एउटा होटलमा तपाईले रेस्टुरेन्टमा फाइन डाइनिङमा तपाईले गरेको आइसक्रिमको अर्डरको सर्भिसमा कतिको फरक हुन्छ त मैले अघि आइसक्रिम अर्डर गरेको थिएँ नि हैन मेरो आइसक्रिम आइसक्यो छ है ल हेर्नुस् ल दिस इज द डिफरेन्स के देख्नु भयो नि हैन हो यो हो तपाईको डिफरेन्स भनेको चाहिँ यही चीजको चाहिँ हामीले एडिसनल प्राइस लिने हो र होटल्समा आएर डेजर्टमा चाहिँ तपाईलाई आइसक्रिम लिँदाखेरि चाहिँ यसरी सर्भिस हुँदाखेरि यसको त प्राइस त हुने भयो यसको त तपाईको एडिसनल चार्जेस त हुन्छ हैन सो यस्तो कुराहरुलाई बुझ्नु पर्यो के सबैजनाले सो कुरा तपाईको चाहिँ यहाँ पनि अब एउटा एमआरपीमा खान पाउने त्यो पसलमा नि एमआरपीमा खान पाउने भएछ अभियसली मान्छे चाहिँ तपाईको होटल रेस्टुरेन्टमै आउँछ र हाम्रो सेल्स भएको चाहिँ देखिन्छ तर कस्तो सेल्स हुन्छ भन्दाखेरि जिरो प्रफिट सेल्स हुन्छ के यसरी यो जुन सर्भिस चाहिँ एडिसनल हुन्छ नि यसले गर्दाखेरि पनि अलिकति चार्जेसहरु चाहिँ हाई हुन्छ एमआरपी भन्दा है अहिले एउटा चाहिँ स्प्राइट मलाई दिनुस् न भनेर मैले पसलमा गएर भने त्यो पसलबाट मलाई स्प्राइट कसरी आउँछ हेर्नुस् है लाइक उहाँले मलाई खोलेर एउटा यसरी चाहिँ यो स्प्राइट दिनुहुन्छ के अब यो मैले अब त्यहाँ पसलमा मजाले पसलको यसो साइडमा बसेर कि नत्र भने एउटा कुनामा बसेर मैले यो खाने हो अब यसमा उहाँले मलाई ज्यादा से ज्यादा यसमा गर्नुभयो भने के गर्नुहुन्छ भन्दाखेरि एउटा पाइप दिनुहुन्छ है र यसमा एउटा पाइप पनि हालेर हेरौँ है त यो पाइप आयो अब यो पाइप र यो कोक यो पाइप र तपाईले चिसो चाहिँ तपाईले अब आफ्नो इजिनेसको हिसाबले एउटा कुनामा बसेर तपाईले जनरल स्टोरमा तपाईले एउटा चाहिँ नर्मल स्टोरमा तपाईले बसेर खानु भयो अब यसको जनरल अहिले एमआरपी हेर्दाखेरि कति छ भन्दा लेट मी चेक है त आई थिंक इट्स 50-60 समवट अब त्यतिमै छ यो हैन अब यही कुरा चाहिँ तपाईले एउटा चाहिँ 3 स्टार 4 स्टार 5 स्टार लेभलको होटलमा गएर मलाई कोल्ड ड्रिंक एउटा चाहिँ दिनुस् न भनेर भन्दाखेरि यो त यसरी त आउँदैन हैन एकचोटि त्यो पनि हेरौँ है त लुक एट दिस कति डिफरेन्सेस छ त यो स्प्राइट जुन तपाईलाई अहिले सर्भिस भएको छ एउटा राम्रो एउटा चाहिँ फाइन डाइनिङ रेस्टुरेन्टमा होस् चाहे तपाईको होटल्समा होस् हैन यहाँनिर तपाईको चाहिँ आइस छ तपाईको लेमन स्लाइस छ हैन इफ यु वान्ट तपाईले मिन्टको पत्ताहरु पनि यसमा चाहिँ एड गराउन सक्नुहुन्छ अब यसमा पाइप छ हैन सो यसमा पनि त एडिसनल कुराहरु छ सँगसँगै म्यान पावर जसरी एउटा सर्भिस भयो नि त्यसको पनि तपाईको के हुन्छ भन्दाखेरि त्यो पनि त तपाईको एड हुन्छ नि त अब यो चीज तपाईले आरामले बसेर अघि जनरल स्टोरमा के हुन्थ्यो कुनै एउटा कुनामा बसेर खानु पर्थ्यो कुनै कतै अब यसो साइड लागेर खानु पर्थ्यो भने होटल्समा फाइन डाइनिङमा आउँदाखेरि त तपाईले मजाले एसीको तल बसेर एकदम रिल्याक्स भएर चाहिँ तपाईले यसको के गर्न सक्नुहुन्छ भन्दा सर्भिस लिन सक्नुहुन्छ नि त हैन तपाईले खान सक्नुहुन्छ सो तपाईले जनरल स्टोरमा पनि त्यति नै प्राइस र होटलमा आरामले तपाईले एसीमा बसेर मजाले टेबलमा बसेर हैन त्यही प्राइसमा पाउनुहुन्छ भने त कस्टमर त अभियसली होटलमा आउँछ जनरल स्टोरको त्यहाँ सेल्स बन्द हुन्छ होटललाई के हुन्छ भन्दाखेरि त्यही कुरा तपाईको चाहिँ एमआरपी रेटमा बेच्दाखेरि चाहिँ उलाई नाफा हुँदैन किन भन्दा उले त्यही अनुसारको चाहिँ भाडा तिर्नु परिरहेको हुन्छ त्यही अनुसारको तपाईको चाहिँ त्यहाँ चाहिँ स्टाफहरु हुन्छ हैन उहाँहरुलाई चाहिँ स्यालेरी दिनु परिरहेको हुन्छ त्यही अनुसारको एउटा चाहिँ आफ्नो चाहिँ भनौं त्यही अनुसारको आफ्नो चाहिँ एउटा स्ट्यान्डर्ड मेन्टेन गरिरहेको हुन्छ के होटल्सले र त्यसलाई कन्टिन्युटी त गर्नु पर्यो है यस्तै गरेर सबैजनाले एमआरपी मै सर्भिस माग्ने हो भने त
होटेलले पनि आफ्नो बिजनेस गर्न सक्दैन र जुन पसलमा चाहिँ एमआरपीमा तपाईँले यसलाई पाइरहनु भएको छ उहाँहरू पनि घाटामा जानुहुन्छ। जोसम्म आएर मेरो पसलमा चाहिँ चिसो खाइरहने मान्छे आजबाट आएन, किन आएन त? त्यही चिसोको प्राइस चाहिँ उसले चाहिँ 5 स्टारभित्र पाइरहेको छ भने ऊ पनि त्यो जेनरल स्टोरमा चाहिँ उभिकन त्यो चिसो खान त बस्दैन। आरामले रेस्टुरेन्टमा जान्छ, होटेल्समा जान्छ, एसीको तल बस्छ होइन, इजिली बसेर के गर्छ भन्दाखेरि सर्भिसको मजा लिन्छ, आउँछ। त्यही भएर यस्तो कुराहरूलाई इस्यु नबनाऊ होइन। अब तपाईँ एमआरपीमै चिज खोज्नुहुन्छ भने तपाईँ त्यसै ठाउँमा पुग्नु पऱ्यो। 5 स्टारमा आएर तपाईँ 4 स्टार 3 स्टारमा आएर चाहिँ एमआरपीमा चाहिँ मैले के भन्छ चिसो पाइनँ, सफ्ट ड्रिङ्क पाइनँ, एमआरपीमा मैले चाहिँ आइसक्रिम खान पाइनँ भनेर जुन भनिरहनु भएको छ द्याट्स टोटली रङ। जति पनि होटेलियर्सहरूले मेरो यो भिडियो हेरिरहनु भएको छ भने उहाँहरूलाई यो कुरा फिल भएको छ। अब आज आइसक्रिममा हामीले चाहिँ फाइन तिर्यौँ होइन, पानीमा फाइन तिर्ने, त्यस्तै गरेर चिसोमा भोलि फाइन तिर्ने। अब एमआरपी लगभग कति प्राइस चिजहरू एमआरपीमा हुन्छ बेचेनस् भन्दैमा कम्प्लेन हुन थाल्यो, त्यस पछाडि आएर चेकिङ भयो, त्यस पछाडि तपाईँको चाहिँ 2 लाख 3 लाख अब हेरेर त्यसरी जरिवाना तिर्दै जानु थालियो भने त चलाउने कुनै तपाईँको अर्थै भएन कि। ओके, दिस मच फर टुडे, सी यू अल, लभ यू अल, सी यू अन नेक्स्ट भिडियो है त, बाई बाई।